भोलि त अब तपाईँले कन्टिन्यू कन्टिन्यू गऱ्यो जता बसेर जता बस्नु त्यस्तै नम्बर छ नखान्छ किन एउटा आइसक्रिम लिएर आउने अहिले ल पकाइ कहिले त्यो खाने आइसक्रिम ल्याउने नुन पनि खुवाउनु भएन दादा अघि मैले भने होइन नुन खुवाउनु हुँदैन भने फेरि यहाँ किन खुवाएको भन्दाखेरि त्यस्तो भने घरमा नुन र खाएर भने नखाएको बराबर गरेको क्या अब घरमा त खानु भएन नि त अब बच्चाहरूलाई होइन भएन